हेलो गाइस, सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानलमा। मलाई चिन्ने जति सबले सब्स्क्राइब गर्नु होला र नचिन्ने जतिले पनि सब्स्क्राइब गर्नु होला। आज हामी नेपाल टार गइरहेका छौँ। अहिले म अहिले उदयपुरमा छु। उदयपुर अहिले कटारी भन्ने ठाउँमा म अहिले नेपाल टारको लागि हिँड्दैछु। पासपोर्ट बनाउँदै चाहिन्छ नभए पासपोर्ट बनाएर दिँदैन। कहाँ थियो म यता माथि तास खेल्ने ठाउँमा हो। बाइकमा गएको थियो त म अनि बाइकमा ए यता सम्पूर्ण ठाउँ मकै खेती भइरहेको छ। टक्क दामी उदयपुर अहिले हामी नेपाल टार जाँदैछौँ। कट्टुको बुढाबुढी त्यो खाना बनाउने दिदीले पैसा दिन आएर थियो। मलाई हाँस उठ्यो तल गएको अघि बुढा र म गएको थियो। त्यो दिदीहरू बिहानदेखि पेन एउटा र डटपिन एउटा बोकेको छ, मोबाइल छ, क्यालकुलेटर। अहिलेसम्म त्यो खाजाको हिसाब गरिरहेको छ के गरे होला। अनि टेक्दार बुढाले भन्छ फेरि 2-3 करोडको हिसाब निकाल्थ्यो म के गरे यो 4-8 हजारको हिसाब भन्छ फेरि बुढो। अहिले हामी नेपाल टार बजार आइपुगेका छौँ। कता हो? यो फेरि भित्री भाग हो नेपाल टारको, म बाहिरी भागमा छैन। टक्क हामी यसरी घुम्दै घुम्दै नेपाल टार चोकमा आइपुगेका छौँ। देख्न सक्नुहुन्छ अगाडिको दृश्यहरू। फरर नेपालको झन्डा फरफराइरहेको छ, देख्न सक्नुहुन्छ। फाइनली हामी चाहिँ सिम किन्नलाई आएको, हामी एनटिसीको सिम। अब फाइनली गए चाहिँ हामी नेपाल टारबाट फर्किसकेको छौँ। हामीले सिम किन्न गएको थियौँ, सिम पायौँ। अब यस्तो फर्किँदैछौँ। हामी चाहिँ अलि परसम्म पुग्नु पर्ने। फाइनली म अब आफ्नो ब्लगलाई म टुङ्ग्याउन चाहन्छु। मलाई नेक्स्ट भिडियोमा भेट्नको लागि मेरो युट्युब च्यानल सब्स्क्राइब गर्नु बिर्सनु होला।